हुन्छ सम्पूर्णमा नमस्कार। म मानदेव। अहिले हामी यहाँ मिनी खप्तडको नामले पनि परिचित बग्लेकमा छौँ। जुन बग्लेकमा आजको मितिमा चाहिँ हिउँ परेको छ। यहाँ जताततै रोडमा यसरी चाहिँ हिउँ परेको छ र एकदमै चिसो छ। हिउँ चाहिँ एकदमै चिसो छ र तपाईँहरू पनि आउन सक्नुहुन्छ यो हिउँसँगै रमाउनुको लागि र हिउँमा खेल्नको लागि। तपाईँ देख्न सक्नुहुन्छ यो दृश्य एकदमै रमाइलो छ, एकदमै चिसो छ। चिसो सँगसँगै पनि चिसोको फिलिङै भएको छैन। हिउँमा खेलिरहँदा र हिउँमा बसिरहँदा चिसोको फिलिङको आभासै भइरहेको छैन, त्यस्तो रमाइलो भइरहेको छ। र तपाईँहरू पनि जुन सुकै ठाउँमा भए पनि आउन सक्नुहुन्छ र यो हिउँमा खेल्नको लागि र हिउँसँगै रमाउनको लागि। हस्, धन्यवाद।